काली गण्डकी काली गण्डकी नदीको किनारमा बसेर भक्तजनहरू यसरी खोलो हेर्दै हुन्छ काली गण्डकी नदीलाई। यहाँ कसको जुत्ता लिएर आयो? जुत्ता काली गण्डकी हो बेनी बजार। बेनी बजारको यो चार्जिङ स्टेसनमा चार्जिङ हुँदै गरेका काठमाडौँ, पोखरा, बागलुङ, बेनीसम्म आउने गाडीहरू यहाँ बेनी, बागलुङ, पोखरा, काठमाडौँ हो यसरी काली गण्डकी नदीको किनारमा बसेर बेनी बजारको बेनी बागलुङ यता हेर्नु। तपाईँ कहाँ हिँड्नुभएको? हामीहरू मुक्तिनाथ हिँडेका। मुक्तिनाथ कहाँदेखि आउनुभएको? हामीहरू बिर्ता सुरुङ्गाबाट लेटाङबाट मुक्तिनाथ जान भनेर बाउ छोरी हिँडेका। अनि हिँड्न सक्नुहुन्छ के? घुँडा दुख्छन् साह्रै, त्यही पनि अब मन लाग्यो भगवान्का प्रतापले पुर्याउनुहुन्छ होला भनेर बाङ्गा खुट्टा पार्दै हिँड्दैछौँ। मुक्तिनाथ भगवान्को दर्शन गर्न हिँडेका। छेरपाटी त लागेको छैन नि? छेरपाटी लागेको छैन। कसले चाबी धारेछ नि यहाँ केको? भगवान्का प्रतापले पुग्नुहुन्छ। अब यहाँ यस्ता भगवान्, यी साक्षात् भगवान् यहाँ शिव कैलाशपति आशुतोष शशाङ्क शेखर कैलाशपति यहाँ बस्नुभएको छ। आशुतोष शशाङ्क शेखर चन्द्रमौली चिदम्बरम भगवान् यहाँ हुनुहुन्छ। चिदम्बर भगवान् शिव किन भन्छन् भने त यो यस्तो भएर शिवजीको तपस्या गर्दा माथि डाँडा त बस्थे होला नि भगवान् शिवजी कैलाश उतो माथिको सेतो भएन त्यहाँ त त्यता त थुप्रो मान्छे छन् अरे नि त यता त अनि बिहान बिहान त्यहाँबाट दुध मोही लिएर आउँछन् भन्छ थियो। अनि यो बाटो दुध बोकेर आउँछन् अरे यहाँ यहाँ बजार छ अरे ठुलो खेतीबाडी गर्ने ठाउँ। त्यहाँ देखिँदैछ त त्यो बारी नै हो नि त्यो डिल। अलिकसम्म रहेछ क्या र त्यता चाहिँ नि माथिको झरनीको घरमा चाहिँ के गर्नु झरिहाल्ने खालको चाहिँ किन होइन थियो नि त्यहाँ बढिन कहाँ सकिन्छ? सानो घसरा झरो अन्त त्यहाँ त सकियो नि हो। अनि हेर्दा त्यस्ता नि बस्यो। अनि यस्तामा बसेपछि अनि पछि बर्खामा मरे भन्दै रुने यिनीहरू नै त हुनुहुन्छ। पानी आउँदा त माथि नै उफ्रिन्छ होला नि त यहाँ।